द्वन्द्वको इतिहास निकै लामो, जटिल र पछिल्ला केही वर्षहरूमा अत्यन्त विनाशकारी मोडमा पुगेको छ। सन् 1948 मा इजरायलको स्थापनापछि इरान, तत्कालीन शाहको शासन र इजरायलबीच कूटनीतिक, आर्थिक र सैन्य सम्बन्ध निकै सुमधुर थियो, जहाँ दुवै देशले क्षेत्रका साझा चुनौतीहरूलाई मध्यनजर गर्दै सहकार्य गर्थे। तर सन् 1979 कोलम्बो इस्लामिक क्रान्तिले यो सम्बन्धलाई पूर्णतः उल्ट्याइदियो। अयातुल्लाह खोमैनीको नेतृत्वमा स्थापित नयाँ इस्लामिक गणतन्त्रले इजरायललाई जियोनिस्ट शासन र सानो शैतानको संज्ञा दिँदै कूटनीतिक सम्बन्ध तोड्यो र फिलिस्तिनी सङ्घर्षलाई आफ्नो वैदेशिक नीतिको केन्द्रबिन्दु बनायो। यसैको परिणामस्वरूप इरानले हिजबुल्लाह, हमास र हौथी जस्ता समूहहरूलाई परिचालन गर्दै इस्लामिक प्रतिरोध अक्ष निर्माण गर्यो, जसले दशकौंसम्म इजरायल विरुद्ध प्रक्सी वार जारी राख्यो। सन् 1990 कोलम्बो दशकपछि इरानको परमाणु कार्यक्रम यो द्वन्द्वको मुख्य बिन्दु बन्यो। इजरायलले इरानको परमाणु क्षमतालाई आफ्नो अस्तित्वका लागि खतरा ठान्दै साइबर आक्रमण, वैज्ञानिकहरूको हत्या र लक्षित हवाई हमलाहरू सुरु गर्यो। सन् 2015 मा भएको आणविक सम्झौता अजेसिपिओएले केही समयका लागि तनाव कम गर्ने प्रयास गरे पनि सन् 2018 मा अमेरिकाको बहिर्गमन र त्यसपछिको तनावले परिस्थितिलाई पुनः विस्फोटक बनायो। सन् 2023 कोलम्बो अक्टोबर 7 मा हमासले इजरायलमाथि गरेको ठूलो आक्रमणपछि गाजामा सुरु भएको युद्धले क्षेत्रलाई पूर्ण क्षेत्रीय द्वन्द्वतर्फ धकेल्यो। सन् 2024 कोलम्बो अप्रिलमा दमास्कसमा रहेको इरानी दूतावासमा भएको इजरायली आक्रमण र त्यसको जवाफमा इरानद्वारा इजरायलमाथि गरिएको पहिलो प्रत्यक्ष मिसाइल र ड्रोन प्रहारले यो द्वन्द्वलाई नयाँ उचाइमा पुर्यायो। परिस्थिति झन बिग्रिँदै जाँदा सन् 2025 कोलम्बो जुन महिनामा 12 दिने युद्ध भयो, जसमा अमेरिकाको समेत प्रत्यक्ष संलग्नतामा इरानको परमाणु र सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्याइयो। यो श्रृङ्खला सन् 2026 कोलम्बो जेठ 28 गतेमा अपरेसन एपिक फ्युरी सँगै निर्णायक मोडमा पुग्यो। इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा इरानका सुप्रिम लिडर अयातुल्लाह अली खामेनी सहित उच्च सैन्य कमान्डरहरूको मृत्यु भयो, जसले इरानी राज्य संयन्त्रमा ठूलो धक्का पुर्यायो। यसको प्रतिक्रिया स्वरूप इरानले इजरायल र यसका क्षेत्रीय सहयोगीहरूमाथि भीषण मिसाइल वर्षा गर्यो। हाल असार 2026 सम्म आइपुग्दा यो युद्धले दुवै पक्षमा ठूलो मानवीय क्षति पुर्याइसकेको छ। खामेनेईका छोरा मोस्तबा खामेनेईलाई नयाँ सुप्रिम लिडरका रूपमा नियुक्त गरिएसँगै इरानले युद्ध जारी राख्ने दृढता देखाएको छ। होर्मुज जलडमरु बन्द हुनु र लेबनानमा नयाँ युद्ध सुरु हुनुले यो द्वन्द्व अब केवल दुई देशको नभई क्षेत्रीय र विश्वव्यापी आर्थिक सङ्कटको कारक व्यापी अर्थतन्त्रमा गहिरो र नकारात्मक प्रभाव पारेको छ, जसलाई हामी अल्पकालीन र दीर्घकालीन दुई भागमा बाँडेर बुझ्न सक्छौं। अल्पकालीन प्रभाव, तत्कालका समस्याहरू। यो युद्धको सबैभन्दा तत्काल र प्रत्यक्ष असर विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा देखिएको छ। इरानद्वारा होर्मुज जलडमरु स्ट्रेट अफ हर्मुज बन्द गरिनु निकै गम्भीर छ, किनकि विश्वको करिब 20% तेल आपूर्ति यही मार्गबाट हुन्छ। यसको परिणामस्वरूप तेलको मूल्य प्रति ब्यारेल $100 माथि पुगेको छ, जसले विश्वभर इन्धनको मूल्यमा अचाक्ली वृद्धि गराएको छ। दोस्रो, आपूर्ति श्रृङ्खला सप्लाई चेनमा आएको अवरोधले गर्दा ढुवानी लागत बढेको छ, जसले गर्दा विश्वभरका उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तुहरूको भाव बढिरहेको छ।